प्रोजेक्टमा जाने न्यूमा न्यूमा जाने भयो। अब लेयर थप यहाँ लेयरमा जाने एड लेयरमा जाने एड भेक्टर लेयरमा जाने त्यसपछि यहाँ हो यहाँ ब्राउज गर्ने यो अनजिप बनेको यो हो नेपाल लोकल युनिट 0 वाला ओपन गर्ने एड र क्लोज एड गर्ने बेला एड क्लोज गरिदिने आयो पुरै नेपालको नक्सा आयो है। अब त्यसपछि लेयर आयो त्यसपछि वेबमा जाने क्विक मेटा सर्चमा हैन क्विक मेटा सर्भिसेस हैन क्विक मेटा सर्भिसेस कि मेटा सर्चमा क्विक मेटा सर्भिसेसमा गुगल भित्र जाने त्यसपछि गुगल केमा गुगल हाइब्रिड कि कुन गुगल हाइब्रिड सबै त त्यही हो गुगल हाइब्रिड नै हो गुगल हाइब्रिडमा जाने र गुगल हाइब्रिडमा जाने ल अब तिमीलाई नेपालको कुनै एउटा जिल्लामा त चाहियो रे जिल्लामा त चाहियो भन्दाखेरि यसमा कुन अहिले कुन लेयरमा गरिरहेको अहिले यसलाई अफ गरिदियो यसलाई गुगल हाइब्रिड अफ गरिदियो यहाँ जाने यसमा प्रोपर्टिजमा जाने प्रोपर्टिज हैन फिल्टरमा जाने यो फिल्टरमा पहिला जाने त्यसपछि यहाँ डिस्ट्रिक्ट छ डाइरेक्ट यहाँ गाउँपालिकामा जान नि मिल्छ डिस्ट्रिक्ट इक्वल टु यसलाई फेरि काट यता ल डिस्ट्रिक्ट डबल ट्याप गर्यो हैन डबल ट्याप गरेर डिस्ट्रिक्ट आयो अब इक्वल टु यहाँ छ इक्वल टु अब अल गर्ने त्यहाँ त्यसपछि यम ए यच महतरी गरे महतरी दुईचोटि थिएन दुई थियो ओके आयो महतरी र महतरी कति सानो हो हेर त ल अब त्यो यसमा जाने फेरि प्रोपर्टिजमा जाने अब लेभलमा काम गर्नुहुन्छ यसमा लेभलमा सिम्प्लिसिटी र पहिला लेभलमा जान्छु त्यो नामहरू लेख्छु ल लेख नो लेभल लेभल चुज र लेभल सिंगल लेभल सिंगल लेभल त्यसपछि कुनमा टेक्स्टमा जाने त्यसपछि फन्ट चुज गरेर पहिला सुरुमा टाइम्सहरूमा जानु त मुला टाइम्समा TIM यस कहाँ लेखायो हो मुला एक काटो पहिला सबै काटो दुवर एक काटो सबै काटो टाइम्स रोमन नम्बर टाइम्स यहाँ टाइप गर न यहाँ टाइप गर्ने ल टाइम्स TIM यसलाई आइसक्यो ल इन्टर टाइम्स रोमन भयो 72 त्यसपछि म सबैमा 72 हो किन महतरी सबै कसरी भयो किन यस्तो भयो भने प्रोपर्टी जाँदा तिमीले के गर्यो भने लेभलमा यो डिस्ट्रिक्ट खान त हेरेर त्यहाँ डिस्ट्रिक्टमा देखा तिमीले हेरेर गाउँपालिका नगरपालिका देखायो भने चाहिँ गाउँपालिका नगरपालिका देखाउँछ भाइ यहाँ यो छ यहाँ सोनामा छ यहाँ रागमपल्लुर छ अनि त्यो एउटै डिस्ट्रिक्ट सबै ठाउँमा कसरी भयो त किनकि डिस्ट्रिक्टमा त हामीले यसरी डरै त्यही भएर अब एउटा डिस्ट्रिक्टमा डिस्ट्रिक्ट बाहेक के देखाउँछ त महत्त्वरी नै एउटा डिस्ट्रिक्ट हो डिस्ट्रिक्टभित्र के देखाउने अब ल त्यो छोरा त्यसपछि फेरि प्रोपर्टिजमा जाने अब यसलाई प्रोपर्टिजमा जाने त्यसपछि लेबरको काम भइसक्यो लेबरको काम अब अन्डरलाइन गरिदिउँ यो कलरमा कुन कलरको यो मलाई रातो राख्यो रातो यहाँबाट सर्च गरेँ ओके यसको अपोजिट घटाइदिउँ यो यसको त 100% नै राख्नुपर्छ ओके एप्लाई गर्नुपर्छ नि एप्लाई नगरे नि हुन्छ ल त्यो भयो त्यसपछि प्रोपर्टिजमा जाने अरू लेबलमा के थियो प्रोपर्टिजमा लेबलमा त्यसपछि लेबलको ब्याकग्राउन्ड र ब्याकग्राउन्ड अन गर त्यसपछि सेतोमा खिच सेतो कलर छ अहिले यो खिच एकचोटि ल कुन राख्छु ब्याकग्राउन्ड तल सारो अस्ति घुमाएर तल राख्छु गरेर क्या पछाडि रातो राख्छु कि हरियो राख्छु कि अक्षरको अगाडि अक्षरको पछाडि क्या यस्तै राख्छु कि कस्तो राख्छु तिम्रो वाइटै राखिदिउँ न मलाई वाइटै राख ओके ओके ल ब्याकग्राउन्ड भयो स्याडोमा जाऊ भइसक्यो यो के हो अब सबै किनार न एकचोटि काटिन्छ क्या यो के हो ब्याकग्राउन्ड हो स्याडो गर्छ गर्दैन स्याडो नराखिन्छ ल छोडिदिनु यहाँ 45 डिग्री राखिदिने नराखिन्छ त्यो स्याडो डस्ट स्याडो ड्रप 15-16 जति गराएको छ त्यति गरिरहेको 45 यहाँ साइज भनेको 2 जति राखिदिउँ स्याडो लागि स्याडो नराख्नु त्यति एप्लाई गरिदिने एप्लाई ओके त्यसपछि फेरि यहाँ प्रोपर्टिजमा जाने अब प्रोपर्टिजमा त्यसपछि माथि अब त्यसपछि
यसको सिम्पल फिल यसको काम भनेको सिम्पल फिलमा जाने अँ, त्यसपछि यसको कलर भन्दाखेरि मैले हरियो राखेँ ओके र ओके ओके गर्दै एकचोटि फेरि ओके गर ग्रिन यस्तो ग्रिन आयो फेरि जाऊ फेरि प्रपर्टिज प्रपर्टिज फेरि सिम्पल फिल सिम्पल फिल ग्रिनको काम सक्यो तल यसको सोलिड के स्ट्रोक कलरले बाउन्ड्री कलर भयो बाउन्ड्री कलरमा रातो राख्छु रातो अनि यो ओपेसिटी यहाँ चाहिँ के ओपेसिटी त 100 नै राख्नुपर्छ राख्नुपर्छ ओके गर त ओके अनि यसको ओपेसिटी ओके गर यसै छ यसको ओपेसिटी घटाइदिन्छु ओके 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 घटेन त घटिसक्यो यो घटेर ल यति हो यति हो ओके गर अब के भिडियो भयो काट्यो